अहिले चाहिँ हामीले ट्याक्कै यति लगाइसकेको थियौँ गाइस हाम्रो बनाएर अगाडि रहेछ पानीपुरी अहिले यहाँ चाहिँ पुरी छ यहाँ आलु छ यहाँ रस छ लु काट कस्तो छ मिठो छ सो हे गाइस वेलकम ब्याक टु न्यू ब्लग अहिले चाहिँ 1 बजिसक्यो होला हामीलाई साह्रै भोक लागेको थियो शनिबार थियो अनि बजार गएर यो 50 रुपियाँको प्याकेट लिएर आइहाल्ने पानीपुरीको अब यहाँ आलु उमाल्ने पालो थियो आलु चाहिँ कति छ भाइ यति आलु छ होइन आज फेरि सबको बर्तरे घरमा खाने चाहिँ म र भाइ मात्रै हो फेरि के गर्नु पखाल्छु त्यसलाई मजाले धो है तर आलुलाई यता बस्छ यता पानी पनि बनाउनु जानुपर्छ ए यहाँ 12:30 चाहिँ हुँदैछ अहिले 1 यता बजार हिँडेको छ र भोक लागेको बन्दा लगभग 2 बजिहाल्छ बनाउनु बनाउँदै अनि यो बनाउनुपर्छ अनि फेरि त धोरामा चाहिँ त घर अब ग्यास गर्छु ग्यास खोल न आउँछ लाइटरले लाइटरै छ क्या फेरि अब पखालेर थोरै पानी कति हाल्नुपर्छ पानी यति पुग्छ होला पानी बन्द रहेछ यसलाई काट्न छोडिदिने मलाई रबर चाहिन्छ होला होइन चाहिन्छ होला रबर यहाँ कति खोइ यहाँ छ कुकर बसिसक्यो आलुको अब पानी पनि बनाउनुपर्छ पानी होइन अब त पुरी यो छ नि त पुरी अब यसलाई के मासु बनाउनु ए ठुलो कराई बस्नु पर्ने हुन्छ यो ठुलो कराई धुनु धोरै त अर्कोमा बसाइदिन अब यो ग्यास यता यो बन्दैछ अच्छा त यता यो आलु बन्दैछ भने अब यता भन्नुपर्छ यसले त कराई अब यहाँनिर चाहिँ पुरी बनाउने हो होइन यहाँनिर पुरी बनाउने यता आलु बन्दैछ त आलु चाहिँ पाक्न आइसक्यो अब यो तेल चाहिँ छैन क्या उनीहरू चाहिँ त्यो अहिले चाहिँ ग्यासको त अन गरेको छ अन गरेपछि अन त गरेँ तर लाइटर चाहिँ बाल्नै बिर्सेछु क्या त्यो ग्यास गरिरहेको यहाँ चाहिँ कराई पनि काटेको छैन अहिले चाहिँ हामीले ट्याक्कै यति लगाइसकेको थियौँ यति नै हो अन्तिम यति भइसकेको छ अब पुरी चाहिँ भयो अब आलुतिर आलुसँग सिटी त लागेको नै त पाएको लाग्यो आलु पनि पाइसकेको छ पुरी पनि भइसक्यो अब पानी बनाउनु छ एकछिनमा भयो फ्रिजमा छैन पानी कहाँ छ पानी फ्रिजमा छ पानी गर्नुपर्छ पुरी भइसक्यो आलुको बाली गाइस हाम्रो बनाएर अगाडि भइसक्यो पानीपुरी अब यहाँ चाहिँ पुरी छ यहाँ आलु छ यहाँ रस छ लु काट कस्तो छ मिठो छ दामी भएको साह्रै लगाइछ म पनि खान्छु अब आज भ्लग मन पऱ्यो लाइक सेयर सब्सक्राइब हालिदिनु होला मेरो यता युट्युबमा पनि छ अग्रज भ्लग्स हुन्छ यता टिकटकमा पनि छ अग्रज भ्लग्स हुन्छ टिकटकमा गएर फलो हालिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई